प्रधानमन्त्री शेरबहादुर देउवाले राजनैतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताउनु भएको छ। शुक्रबार 69औं वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो। उहाँले शैक्षिक विकासको लागि सरकार सदैव प्रतिबद्ध रहेको पनि बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षा समाजको विकासको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै शंकरदेव क्याम्पसलाई नजिकैको खाली रहेको समाज कल्याण परिषदको जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो। उहाँले क्याम्पसलाई अध्ययनको लागि ठाउँको कमी भएको कुराप्रति मन्त्री परिषदमा छलफल गर्ने र जग्गा उपलब्ध गराउने पनि आश्वासन दिनुभयो। उहाँले विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै तालाबन्दी र हड़तालले विश्वविद्यालयका समस्या समाधान नहुने उल्लेख गर्नुभयो। 2072 सालमा गएको महाभूकम्पको क्याम्पसको भौतिक संरचना क्षतिग्रस्त हुन पुगेमा त्यसको यथाशीघ्र पुनर्निर्माण अत्यन्त जरुरी थियो। यसैबीच यस क्याम्पसमा अध्ययन गरी हाल विभिन्न पेशा व्यवसायमा संलग्न भूतपूर्व विद्यार्थी समेत यस सहकारीमा यसको पुनर्निर्माण हुन तथा अझ अन्य शैक्षिक पूर्वाधारको समेत सुदृढीकरण हुनु यस क्याम्पसहरूका लागि पनि उदाहरणीय र अनुकरणीय हो। यसका लागि म कलेजका व्यवस्थापन समितिका पदाधिकारीहरू, पूर्व विद्यार्थीहरू लगायत क्याम्पसको पुनर्निर्माणमा आफ्नो तर्फबाट सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। नवनिर्मित भवनले यस क्याम्पसमा वर्षौं बढ्दै गएको विद्यार्थीको चापलाई ठेकुनुका साथै विद्यार्थी भाइ बहिनीहरूलाई अध्ययनकै वातावरण सहज हुनेछ। गुणस्तरीय शिक्षा प्रदान गरी मुलुकमा अर्थ वाणिज्य व्यवस्थापन क्षेत्रमा सक्षम जनशक्ति तयार पार्ने यस क्याम्पसको चौतर्फी विकासका लागि नेपाल सरकार सदैव प्रतिबद्ध छ। गुणस्तरीय शिक्षा मुलुकको विकासका लागि सबैभन्दा महत्त्वपूर्ण आधारभूत विषय हो। समाजलाई समुन्नत बनाउन, मुलुकलाई विकासको पथमा अगाडि बढाउन, विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्तिको अवस्था पर्छ। यस कुरालाई बदलिने गरी यस क्याम्पसले आगामी दिनमा आफ्ना शैक्षिक कार्यक्रमहरूलाई सबैको मार्ग अवस्था बमोजिम प्राथमिकता राख्नुपर्नेछ। अघि यहाँ यो चाहिँ क्याम्पसमा ठाउँको कमी छ भन्ने कुरा उठाउनु जो अत्यन्तै जायज कुरा हो। यसका लागि समाज कल्याण परिषदको जमिन छ भन्ने थाहा पाएको छु। त्यसका लागि समाज कल्याण परिषद मन्त्रालयसित सल्लाह गरेर अवश्य नै त्यो जमिन उहाँले पाउन सक्नुहुन्छ।